मचितले यत्रो यत्र एक पाउ खाइदिन्छ मणिपुरको झापा घुमेको मचितले झापा घुम्या हो झापा मचित तपाईँ हाम्रो दिदी घर दमक बजार पनि घुमेको दमक सबै बुलेको झापा सबै घुमेको झापा घुमेको झापा काठमाडौँ यहाँ त तपाईँ बस्ने हो कि काम गर्ने हो यहाँ हामी भारी बोक्ने हो झोलाहरू नानीहरू हिँड्न नसक्नेको बोक्ने हामी ए यहाँदेखि माथि पुरा कति लिनुहुन्छ मान्छेले केजी लगेको मान्छे बोक्नु पर्यो भने 100 रुपियाँ केजी मान्छेको 80 केजीको मान्छे भयो भने 8000 विदेश जानै पर्ने हाम्रो विदेशी कति कमाइ हुन्छ दिनमा कम भेटेको हुन्छ नभए रेसी बसी त कति जति हुन्छ भेटे 4-5 हजार भेटे 11 मान्छे त भेटाइन्छ एकजना आज कतिवटा भ्याउनु भयो भेट्ने हाल्छ बढी भेटी बोक्यो भेटाइएन बोकेन केही पनि भएन आज के नाम हो तपाईँ मेरो निलकुमार भट्टराई हो बोक्नु भयो हिजो बोकेर यस्तै कहिले हुन्छ कहिले हुँदैन सधैँभरि हुन्छ भन्ने छैन ठिक छ दुईजना बोको तिनजना 4 जना हो गइसक्यो कोही माथि कोही यसो हामी बिस्तारै ल है ल हस्